Hi everyone, welcome to my blog. मैले चाहिँ डे 1 to 3 सम्मको ट्रिपको लागि रेडी गर्दैछु। अनि अलराम बनाएर मुख सुख धोएर मैले चाहिँ मोइस्चराइजर फेसमा अप्लाई गरेको हुन्छु। अनि देख्न सक्नुहुन्छ मैले चाहिँ मोइस्चराइजर हातले मजाले ब्लेन्ड गरेर मसाज वेमा लगाएको छु। अनि त्यसपछि मेरो सानो मिनी क्युट मिरर र आइब्रोको हेल्पबाट मैले दुईटै आइब्रोहरू सेट गरेर भ्याउँछु। अनि त्यो गरेपछि मैले चाहिँ आइब्रो चाहिँ कन्सिलरको हेल्पबाट मैले सेट गर्छु। त्यो नगर्यो भने आइब्रो चाहिँ इन्कम्प्लिट देखिन्छ, सो मैले कम्प्लिट गर्छु। त्यसपछि मेरो टर्न आउँछ क्रिमको। अनि क्रिम चाहिँ म चाहिँ फास्ट मजाले ब्लेन्ड गर्छु। अनि त्यसपछि लिक्विड ब्लस लगाउँछु अनि ब्रसको हेल्पबाट मजाले ब्लेन्ड गर्छु। अनि त्यसपछि मैले पाउडर ब्लस लगाउँछु। अनि त्यसपछि मैले ट्रान्सकुलर पाउडरले सेट गर्छु। त्यो गरेपछि मलाई एकदम हल्का फिल हुन्छ अनि राम्रो पनि हुन्छ। अनि त्यसपछि मैले लिपस्टिक सेट गर्छु अनि त्यसपछि मेरो मेकअप रेडी हुन्छ। अनि म र दिदी चाहिँ रेडी भयौँ भनेर हामी चाहिँ सो गरेको हुन्छौँ। अनि त्यसपछि ब्याग स्याग लिएर जान्छौँ। दिदी चाहिँ अलि फास्ट गएको भएर त्यहाँ अगाडि देखेको हुन्छ। अनि भिनाजुले हामीलाई चाहिँ हेल्प गरेको हुनुहुन्छ। अनि त्यसपछि हामी गाडीमा जान्छौँ अनि भिनाजुलाई बाई भन्दै त्यहाँबाट निस्किन्छौँ। पिपल डाँडामा है यहाँ फोटो खिच्दै बसेछु है म। यिनीहरूले मलाई फोटो खिच्न थमाइदियो। यहाँ फोटो खिच्ने कि ब्लग बनाउने भएछ मलाई। गाइज मेरो दिदीलाई चाहिँ अझै पुगेको छैन फोटोमा। मैले त खिच्दा अझै पुगेन रे। दिदीको फोटो खिच्दैपछि फाइनली मेरो र बाबाको टर्न आउँछ। हामी स्वैग पोजमा भिडियो बनाउँछौँ। अनि त्यसपछि पिपल डाँडामा अनि ठुलो बाबा आउनुहुन्छ। अनि चाहिँ हामी सबै इन्जोय गर्दै जान्छौँ। अनि त्यसपछि बुटल पुग्छौँ अनि हामी चाहिँ ब्रेकफास्ट गर्छौँ। पुरी मटर जेरी खाएर ब्रेकफास्ट गर्छौँ। अनि त्यसपछि हामी लाग्छौँ। हामीले नास्ता खाएर नि भ्यायौँ। अब हामी ठुलो बाबाको घर जाँदैछौँ। फाइनली हामी बाबाको घरमा ल हामी दादीसँग भेट भयौँ। हेलो सलाम अलैकुम। सो गाइस अहिले हामी फुपूको घरमा छौँ। हेलो आफ्टर 1 इयर्स पछि फारिस छोरालाई भेट्दा एकदम खुसी भएर सो स्विट भन्दै किस खाएको हुन्छु। हेर्नु न अर्को फेरि नोरान छोरा एकदम खेलाउन मन थियो नमानेको भएर हातले थमथमाएर भए पनि चित्त बुझाए। अनि हामीलाई ढिलो भएको भएर हामीले बाई भन्दै त्यहाँबाट निस्किन्छौँ। अनि दिदीलाई चाहिँ त्यही बस भनेर म ढोका लाएर जान्छु कि मजाकमा। अनि फुपूको दोकानबाट हामी निस्किन्छौँ। त्यसपछि फेरि ठुलो मम्मीको घर आउँछौँ। ठुलो मम्मीको घर आएपछि हाम्रो सुनौली जाने गाडी आउँछ। अनि हामी चाहिँ गाडीमा बसेर बाई भन्दै त्यहाँबाट निस्किन्छौँ। यता त निदाइ छन् कोही त। गाइज हाम्रो फेरि सुनौली उतापट्टि गुड्डु अङ्कलको गाडी आउँदै हुन्छ। अनि हामी नागरिकता सो गर्दै जान्छौँ। त्यहाँ चाहिँ भिडियो चाहिँ अलाउड रहेनछ। म चाहिँ भिडियो बनाउँछु भिडियो नबनाऊ भन्छ, तर पनि मैले चाहिँ क्यान्सल गर्दिनँ। अनि हामी चाहिँ त्यहाँ चिनेको दोकानमा बस्छौँ। अनि हाम्रो गाडी ठ्याक्कै दोकान अगाडि आएर हामीले गाडीमा ब्याग स्यागहरू हालेर हामी त्यहाँबाट निस्किन्छौँ। मैले चाहिँ हिँडेम भन्छु अनि दिदीले चाहिँ हुन्छ भनेको हुन्छ। अनि मलाई चाहिँ एकदम हाँसो लाग्छ कि। अनि हामी जाँदाको वेदर चाहिँ एकदम क्लियर थियो, सो मैले चाहिँ बाहिरको भिडियो चाहिँ क्याप्चर गर्छु। क्याप्चर गरेको 2-3 मिनटपछि पानी पर्छ। अनि पानी परेपछि एकदम शीतल फिल हुन्छ कि हामीलाई। अनि त्यसपछि सबले भोक लाग्यो भन्छ। अनि हामीले चाहिँ बिरयानी खान्छौँ। त्यसपछि निस्किन्छौँ। मोटु चाहिँ उता हेर्दै हुनुहुन्छ बाहिर। मिलेगा
सो गाइज यो फल चाहिँ इन्डियामा एकदम ट्रेन्डिङ रहेछ अनि हामीले पनि गाडी रोकाएर यो फल काटेर पिस पिसमा खायौँ। अनि यो फल चाहिँ एकदम के हो के खरबुजा पनि होइन छ, नुनिलो नुनिलो कस्तो कस्तो टाइप भएको हामीले मुख बिगार्दै भए पनि खायौँ। अब त यो नखाने कहिले पनि भन्दै जान्छौँ। अनि त्यसपछि हामी सबै भोक लाग्यो भन्दै अनि नास्ता खानलाई जान्छौँ। अनि नास्ता सास्ता त्यहाँ मिठाईहरूको एकदम भेराइटी रहेछ अनि त्यही चुज गरेर खान्छौँ। ल्याउन पर्थेन बाबा चिउरा ल्याउन पर्थेन, यहाँ बसेर खानुहुन्थ्यो नि चिउरा र खुर्सानी हो न, करम करम टोक्ने ल है। टपिक चाहिँ चिउरा र खुर्सानीको आउँछ अनि नहालै भन्नुहुन्छ, तर पनि मैले चाहिँ भ्लगमा एड गरिदिएको हुन्छु। अनि हामीले चाहिँ त्यहाँको चाहिँ एकदम भाइरल लालमोहन हुन्छ अनि लालमोहन र अनि चिल्ली मसरुम खाएर त्यहाँबाट निस्किन्छौँ। फेरि हामी त्यहाँबाट निस्किन्छौँ अनि बाहिर चाहिँ त्यहाँ चिउरा देखिन्छ हामीले अनि चिउराकै टपिक आउँछ ल है, त्यहाँ कसले खोल्ने हो दोकानवाला हुन्छ अनि सब हाँस्छन् क्या त्यहाँ। अनि त्यसपछि हाम्रो प्यारी मम्मीको भिडियो कल आउँछ अनि हामी चाहिँ भिडियो कलमा मजाले बोल्छौँ र इन्जोय गर्छौँ मम्मीसँग। अनि मम्मी चाहिँ एकदम राम्ररी देखेको भएर कति राम्ररी देखिनु भएको भन्छु अनि मम्मीले देखेछन् है भन्नुहुन्छ। त्यसपछि हाम्रो डेस्टिनेसन प्लेस आउँछ, किचा शरीफ आउँछ अनि किचा शरीफको बाहिरको भ्यूहरू मैले क्याप्चरिङ गर्छु। ल गाइज हामी चाहिँ किचा शरीफ जान रेडी भयौँ। पछाडि ठुल मम्मी पनि हुनुहुन्छ, मजाले हेर्नुभयो ल ठुल मम्मी। अनि हामी रेडी भएर किचा शरीफ जान्छौँ। अनि त्यसपछि हामी किचा शरीफ दरगाह पुग्छौँ। त्यहाँ चाहिँ एकदम भिडभाड पनि थियो अनि हामी चाहिँ सबैको भिडियोहरू क्याप्चरिङ गर्छौँ। अनि त्यसपछि दिदीले पनि भिडियो बनाएको हुन्छ, देख्न सक्नुहुन्छ। अनि म ठुलो मम्मी दिदी भएर दरगाहभित्र बस्छौँ। बसेपछि त्यहाँ एकदम सुकुन हुन्छ अनि हामी चाहिँ त्यहाँ दुआ गर्छौँ, बस्छौँ अनि तस्बिरहरू पढ्छौँ। अनि त्यहाँभित्र चाहिँ हामीले भिडियो बनाउन नहुने भएर हामीले भिडियो चाहिँ गराउन्नौँ। अनि त्यसपछि बाबाहरू माथि दरगाहबाट झर्नुहुन्छ अनि हामी चाहिँ त्यहाँको बजारहरू घुम्छौँ अनि निस्किन्छौँ। अनि बाहिर चाहिँ अनि त्यसपछि आउँछौँ अनि बाहिरको दरगाहलाई सलाम पेस गर्छौँ, अलिअलि भिडियो बनाउँछौँ। अनि भिडियो बनाउँदा दिदी ठ्याक्क पछाडि आएको हुन्छ अनि दिदी आएर मजाले हाँस्छ अनि भिडियो बनाएर ठ्याक्क बाहिरको पुरै मजाले बनाउँछौँ। ठ्याक्कै हामीले भिडियो बनाउँदा अजान आउँछ अनि हामी अजान आउँदाखेरि ठुल मम्मी पनि देखिनुहुन्छ अनि त्यो भिडियो क्याप्चर गरेपछि हामी स्टप हुन्छौँ। धेरै पछि देवा शरीफ गएको अनि यहाँ चाहिँ कति राम्रो मदिना जस्तै ठ्याक्कै गुम्बद बनाएको छ अनि त्यहाँ सलाम पनि पेस गऱ्यौँ, एकदम राम्रो लाग्यो भएर मदिनै गए जस्तो फिल भयो थियो। अनि त्यसपछि हामीले त्यहाँ भिडियो पनि बनायौँ त्यो दरगाहमा। अनि त्यसपछि राति हुन लाग्छ अनि हामीलाई भोक पनि एकदम लागेको हुन्छ अनि हामी चाहिँ गइराख्ने होटलमा जान्छौँ। अनि वेटिङ टाइममा चाहिँ हामीले भिडियो क्याप्चर गर्छौँ। अनि त्यसपछि हाम्रो बिरयानी पनि आउँछ अनि हामी चाहिँ बिरयानी फ्राई गोस खान्छौँ। अनि बाबाहरूको भिडियो मैले पछाडिबाट बनाइदिएको हुन्छु अनि बाबाहरूले पनि खाएर भ्याउनुहुन्छ। अनि त्यसपछि हामी जाँदाखेरि सुत्ने बेला माजा खान्छौँ अनि दिदीले स्न्याप बनाएको हुन्छ। अब हामी चाहिँ निस्किसकेछौँ है किचा शरीफबाट। अब नास्ता खाएर देवा शरीफ जान्छौँ। सो गाइज हामी चाहिँ यहाँबाट निस्किन लाग्यौँ किचा शरीफबाट देवा शरीफ। अब बाई गर्दैछौँ यहाँनिर।